हेलो एभ्रिवान, वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई के सिकाउँछु भनेदेखि चाहिँ एमएस वर्डमा चाहिँ ओएमआर सिट कसरी बनाउनु पर्छ भन्ने कुरा चाहिँ आजको यो भिडियोमा म तपाईँहरूलाई सिकाउने छु। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भनेदेखि चाहिँ फर्स्टमा हामीले रन कमान्ड ओपन गर्नु पर्यो। त्यसको लागि विन्डो प्लस आर प्रेस गर्यो भनेदेखि यहाँनिर हाम्रो यस्तो बक्स आउँछ। यहाँनिर तपाईँहरूले विन वर्ड लेख्नुपर्छ। विन वर्ड लेखेर एन्टर। जब हामीले विन वर्ड लेखेर एन्टर गर्छ हाम्रो पेज ओपन हुन्छ। त्यहाँदेखि चाहिँ तपाईँहरूले पेज लेआउटमा जानु पर्यो। पेज लेआउटमा गइसकेपछि कलममा गइसकेपछि 3, त्यहाँदेखि फेरि तपाईँहरू होममा आउनु पर्यो। होममा आइसकेपछि अब यहाँनिर तपाईँहरूले ओएमआर को कोड लगाउनु पर्छ। 24D0 गरेर चाहिँ हामीले ALT प्लस एक्स गर्यो भनेदेखि चाहिँ हाम्रो ए को साइन आउँछ। स्पेस गर्यो। त्यसरी नै अब फेरि हामीले 24D1 गरेर फेरि ALT प्लस एक्स गर्नुपर्छ। यहाँनिर बी को साइन आउँछ। 24D2 ALT प्लस एक्स सी आयो। फेरि 24D3 ALT प्लस एक्स ABCD भनेर ओएमआरमा यहाँनिर एल्फाबेट आइसकेको छ है। र त्यसको बादमा चाहिँ तपाईँहरूले के गर्नुपर्छ भनेदेखि होममा आयो। होममा आइसकेपछि यहाँनिर नम्बरिङ भनेर एउटा अप्सन गर्छ। होममा आइसकेपछि चाहिँ यहाँ तपाईँहरूले नम्बरिङ भनेर एउटा अप्सन भेट्नुहुन्छ। यहाँनिर सो हुँदैछ हाम्रो नम्बरिङ है। यहाँ नम्बरिङमा लेफ्ट सिङ्गल क्लिक गर्यो। त्यहाँदेखि यहाँ 1 2 3। त्यसको बादमा फेरि ABCD यसलाई सेलेक्ट गर्यो। यहाँ तपाईँहरूले सर्टकट पनि गर्न सक्नुहुन्छ। कन्ट्रोल CTRL प्लस E है। त्यहाँदेखि फेरि ABCD यो सेलेक्ट भइसकेको छ। यसलाई कपी गर्नु पर्यो। कपी गर्नुको लागि कन्ट्रोल प्लस C कपी गर्यो। कपी गरिसकेर एकखेप क्लिक गरिदिनुहोस्। त्यहाँदेखि एन्टर गरिदिनुहोस्। त्यहाँनिर 2 भनेर आउँछ। फेरि यसलाई पेस्ट कन्ट्रोल V पेस्ट, फेरि कन्ट्रोल V पेस्ट। यसरी तपाईँले जति पनि पेस्ट गर्दा हुन्छ। यसरी चाहिँ हामीले एमएस वर्डमा ओएमआर सिट बनाउनु सक्छ। थ्याङ्क यू सो मच तपाईँहरूले मेरो यो भिडियो हेरिदिनु भएकोमा।